लसुनको पात अनि अर्गानिक माछा यी हेर्नु कुलाबाट ल्याएर अनि धोइ पखाली गरेर पकाउन गइरहेको छु साथीहरु एकदम मिठो हुन्छन् हेरो एक ठो भलकर हमारा छोटा वाला बनता हेलो गाइस अब बनाता हाई गाइज वेलकम टू माई न्यू भ्लग भिडियो सो साथीहरु हामीहरु आज दोकानदेखि भ्लग सुरु गरिसक्यौं अनि अब हामी के देखाउन गइरा छौं बुढा साथीहरु फाइनली हेर्नुस् हामी पंखा फिट गर्न गइरा छौं हैन पंखाको मिस्त्री चाहिँ को हो हेर्नुस् फ्यान चाहिँ ओपनिङ भइसकेछ साथीहरु यो पेटी ओपनिङ भइसक्यो अनि यता राखेछौं ओपनिङ गरेर अब म चाहिँ फिट गर्न गइरा छु हेर्नुस् ओपनिङ गर्ने मान्छे चाहिँ मेरी बुढी अनि अब क्यामेराम्यान चाहिँ फिट गर्ने हो बुढी बन्न गइरा छन् म चाहिँ अब फिट गर्न गइरा छु है साथीहरु म चाहिँ अब फिट गर्न गइरा छु तपाईहरुले सुरुदेखि अन्तिमसम्म हेर्नु होला लौ त समाता मोबाइल ओके कसरी गर्छन् हो गाइस मिस्त्री आधी मिस्त्री आधी भ्लगर गाइजहरु भन्नु होला अब यो पेटीको काम छैन त जा म चाहिँ साथीहरु यो पोलिथिन नफालेरै त्यसमा फिट गर्न गइरहेको छु किन यो पोलिथिन धेरै दुध छ बिग्रिया त्यो पोलिथिन गराउ न यो होला बलियो छ के त्यो भन्दा त्यसपछि राम्रो हुन्छ पट्याउन लाग्छ छैन नि यार मेरो त विश्वासै छैन बुढाको मम्मा म चाहिँ कालो साथीहरु पंखा चाहिँ गोरो केही हुँदैन दिन्छ त आखिरमा हावै सो साथीहरु मेरो विवाहमा दिएको दाइजो हो यो दाइजोमा आएको पंखा हो अरे म के गर्न लाग्छु नट बोल्ट हेराउँछ हो यो मैलो नहोस् भनेर म यसमा फिट गरिरहेको छु है अनि पल कसरी पर्छौ र यो भइहाल्छ जुगारबाजी सेतो पंखा एकदम मैलो भइहाल्छ घरमा सफाई गर्नुपर्ने छ बुढा बुझौ कि नै घरको पंखा मिस्त्री अब बसिन् धेरै दिमाग लगाउन लाग्छन् है गाइज गोरो देख्न लाग्छ गोरो ठीक है मैंने तो कहीं देखा थी हेर लो ये रोनी तो फिट करने जन वो बिल्कुल खमाई हाले जोडसँग पंखा फिट गर्दै हेर्नु हम लाइरा चाहिँ त पंखा फिट गरिरा छु ये बड़ी अच्छी बात कही आप भयो फिट गर्नु मुइमा राख न कमान यो हैन इतो भने लागल का करबो इतो भने लागल फाइनली ओपनिङ हुँदैछ के हेर्नु वारेन्टी कार्ड हेलो गाइस अब बनाता रिया जरा क्या बोले यार हेरो एक ठो भलकर हमारा छोटा वाला बनता ये तो कॉपी करता है यार बाबा क्या करता है छोरा बता दो तो छावा हेर तै ओडे बोल तो फाइनली गाइस ये हेर्नु आधा फिट भइसक्यो राम्रोसँग हेरेर भन न
यो चाहिँ छोटावाला भ्लगर हेर्नु यता फ्यानको त्यो लिएर खरा छ हेलो मेरो छोरा कति क्युट देखिन लाग्छ हो बेबी देखाइदे त छोरा के चिज लिएछस् त वारेन्टी कार्ड हैन र गाइस कालो छ त के भयो मेरो छोरी कति राम्रो देखिन लाग्छ ज्ञानी मेरो छोरो हेर्नु फिट गर्ने मान्छे चाहिँ एकदम घामले सो साथीहरू अब यो हेर्नुहोस् छट्टा यो मात्रै फिट गर्नु बाँकी छ अनि के भन्छ जाली जाली अब यो ले बाबा अनि यो कसमा लगाउने हो त फाइनली साथीहरू फ्यान फिट भइसक्यो यो हेर्नुहोस् एकदमै टक्कले मैले फिट गरिसकेँ है साथीहरू फर्स्ट तरिकाले फिटिङ भइसक्यो अनि उता ज्यागमा पनि अनि लाइनमा पनि ज्याग हालिसकेँ अब चल्छ कि नै म चलाएर देखाउँछु है कस्तो फ्यान रहेछ यार चलेन त सुरुदेखि चलिरहेको छैन त यो कस्तो बिग्रेको फ्यान रहेछ यार यस्तो फ्यान पुरा जाम छ एउटा यो हेर्नुहोस् यस्तो जाम फ्यान रहेछ त कसरी होला यो हत्तेरी यो त पुरा प्रत्येकचोटि त्यो पट्टा घुमाएर चालु गर्ने जस्तै भइसक्यो त समस्या आइहाल्यो नयाँ फ्यानमा त साथीहरू फेरि एउटा एकचोटि बन्द गरेर चालु गर्छु हुन्छ कि नै तीन मात्र उठाउन सक्यो अनि 1 मा पनि हुन लाग्यो सुरुमा सायद यस्तै हुन्छ होला त हुन्छ रेडी भइसक्यो है साथीहरू फाइनली साथीहरू मेरो माछा पकाउने तरिका हेर्नु आजकल लसुनको पात धेरै हुन्छ गाइस एकदम राम्रो लसुनको पात अनि अर्गानिक माछा हेर्नु कुलाबाट ल्याएर अनि धोइ पखाली गरेर पकाउन गइरहेको छु साथीहरू एकदम मिठो हुन्छन् यता चाहिँ मसला पाकिरहेछ चुल्होमा यो आगोमा पकाएको एकदमै मिठो हुन्छ साथीहरू त्यही भएर अनि साथीहरू म चाहिँ क्यामेराम्यान बनेछु अहिले घाम लागिसक्यो यहाँ आगो ठाउँमा बस्दा बस्दै साथीहरू बुढीको गाला हेर्नु त रातो रातो देखिला यो मेकअप लगाएको हो त्यसैले आज रातो हुन लाग्छ पुरै मैले सोचे जाउँ केही काम हुन्न बसेर मात्र दिन बित्छ तर के गर्ने यहाँ आउँदाखेरि कति काम छ यार सुलामा जानु पर्यो सबै मेकअप उत्रिहाल्यो गाइस साथीहरू हेर्नु छोराहरू कसरी खेलिरहेछन् हेर्नुहोस् यार कसरी खेलिरहेछ आज स्कुल छुट्टी छ मजा लागिरहेछ कहाँ भाग्दैछ त हेर्नु साथीहरू हाम्रो पसल नगर अहिले रुक यो हेर्नुहोस् यता चाहिँ पङ्खा चलिरहेछ साथीहरू होइन रोक म चाहिँ हात खुट्टा धोएर आइसकेँ यो हेर्नुहोस् साथीहरू माछा अब हाल्न लाग्छ मसलामा कराहीमा भुइँमा यो साइडमा साथीहरू यो दिनको छाया आउन लाग्छ घामको माछा धेरै भयो पात सबै हेराइहाले कुकम्यान आज कुकम्यान गर्नु पर्दैन
कुकम्यान नहीं हाउसवाइफ नहीं हाउसवाइफ तो खाऊ एक ठो अब इनको पकड़ लाए हो यार Juice. अब भाई रुक अबे भात खाबे अबे भाटी खाई वो माछा भाटी दुकान से जाऊ दोकान हेर्न छोरा यीहरू कस्तै गरिरहेछ कस्तो गरिरहेछ यता चाहिँ पाकिरहेछ हैन यी कस्तो गरिरहेछ रे यार है चोट लाग्छ चोट लाग्छ अहिले खान्छौ अहिले जाऊ दोकान Jani ketu. जानी कर्टु काटै होमवर्क सक्यो होमवर्क Sakeko. सकेको ए कसरी बोल्छ यो केटो ह तेरी यसको टिचर यस्तै सिकाउँछ कि क्या हो साथी सिकाउँछन् Ha ha ha. ए फोन लगा यी साथीहरु माछा पाकेर रेडी हेर्नुस् रेडी यता आगो अहिलेसम्म बलिरहेछ माछा चाहिँ पाकेर रेडी भइसक्यो मुखमा पानी आउन लाग्यो साथीहरु ओ भाइ